नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः शरीरयात्रापि च तेन पर्षेदेद कर्मणः। भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ कि कुनै पनि व्यक्तिले आफ्नो निर्धारित कर्तव्य अवश्य गर्नुपर्दछ। निष्क्रिय अर्थात् काम नगरी बस्नु उचित होइन, किनभने शरीरको पालन पोषण गर्न पनि कर्म बिना सम्भव हुँदैन। निष्क्रियताले मानव जीवनको लक्ष्य प्राप्त गर्न सकिँदैन। त्यसैले आफूलाई दिएको काम पालन गर्नु नै श्रेष्ठ मार्ग हो भनेर बताउनु भएको छ। नमस्कार। उक्त श्लोक श्रीमद् भगवत गीताको अध्याय 3 अर्थात् कर्मयोगको श्लोक नम्बर 8बाट लिएको हो। यहाँ भगवान श्रीकृष्णले कर्मयोगको महत्त्व र त्यसको अनुसरण गर्ने सही तरिकाबारे अर्जुनलाई उपदेश दिनुहुन्छ। सबैभन्दा पहिले अर्जुनको दुविधा। अर्जुनले भगवान श्रीकृष्णसँग सोध्दछन्, यदि ज्ञान मार्ग अर्थात् साङ्ख्य योग नै सर्वोत्तम हो भने मलाई युद्धमा किन प्रवृत्त गराउनुहुन्छ? किनभने ज्ञान मार्गले मोक्ष प्राप्ति हुन्छ भनिएको छ, तर फेरि पनि कर्म गर्न किन प्रेरित गरिरहनु भएको छ? अर्जुनको यो दुविधालाई समाधान गर्न भगवान श्रीकृष्णले कर्मयोगको महत्त्व वर्णन गर्न थाल्नुहुन्छ। कर्मयोग र ज्ञान योग। श्रीकृष्ण भन्नुहुन्छ, दुई प्रकारका मार्गहरू छन्। ज्ञान योग अर्थात् साङ्ख्य योग, जसमा मानिसले ज्ञानद्वारा आत्मतत्त्वलाई बुझेपछि संसारबाट फ्री भएर मोक्ष प्राप्त गर्न सक्दछ। दोस्रो रहेको छ कर्मयोग, जसमा मानिसले कर्म गर्छ तर त्यसलाई ईश्वर अर्पण गरेर निष्काम भावले गरिन्छ, अर्थात् कुनै पनि आशा नराखी काम गरिन्छ। भगवान श्रीकृष्ण अर्जुनलाई सम्झाउनुहुन्छ कि केवल ज्ञान मार्गमा लागेर सबैको कल्याण हुँदैन। यो संसारमा जन्म लिएपछि कर्म गर्नु अनिवार्य छ। जतिसुकै ज्ञानी भए पनि अरूलाई अर्त्य उपदेश सल्लाह सुझावहरू दिएर मात्र यो संसार चल्दैन। ब्रह्माण्डको सृष्टि स्वयं कर्मद्वारा नै चलिरहेको छ। प्रकृतिले कुनै न कुनै रूपमा निरन्तर काम गरिरहेकै छ। हावा चलिरहेको छ, नदी बगिरहेकै छ, घाम उदाइरहेकै छ। त्यसैले जो मानिस कर्म नगरी बस्छ त्यो समाजका लागि पनि हानिकारक हुन्छ भनेर यहाँ बताइएको छ। भगवान श्रीकृष्णले भन्नुहुन्छ, हे अर्जुन, तिमीले निष्काम कर्म अर्थात् फलरहित कर्म गर। यसको अर्थ हुन्छ, जसको अर्थ हो फलको आशा नगरी कर्म गर्नु। मानिसहरूले आफ्नो कर्तव्य कर्म त गर्नु नै पर्छ, तर त्यो कर्मको फलप्रति मोह नराखी परमात्मामा समर्पित गर्नुपर्दछ। श्रीकृष्ण भन्नुहुन्छ, जो व्यक्ति कर्मको फलको इच्छा त्यागेर कर्म गर्छ ऊ साँचो योगी हो। कर्म गर्दा अहङ्कार र आसक्तिलाई त्याग्नु पर्दछ। श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ, यदि कुनै पनि व्यक्ति कुनै पनि काममा सफलता प्राप्त गर्नु छ भने सबैभन्दा ठुला 3वटा शत्रुहरू रहेका छन्। ती हुन् काम अर्थात् इच्छा, क्रोध अर्थात् रिस र लोभ अर्थात् मोह। यी 3वटा सबैभन्दा ठुला शत्रु हुन्। यिनीहरूलाई त्याग्नु नै पर्छ। यी 3 कुराले मानिसलाई सत्यबाट टाढा पुर्याउँदछन्, मानिसको बुद्धिमा अन्धकार भरिदिन्छन्, यी इन्द्रियहरूमा बस्छन् र बुद्धि भ्रष्ट पार्दछन्। त्यसैले जो व्यक्ति कुनै रूपमा एउटा बाटोमा लागेको छ भने सबैभन्दा पहिला उसले यी 3वटा कुरालाई नै त्याग्नुपर्छ भनेर बताइएको छ। त्यसैले गीताको 3रो अध्यायले निष्काम कर्मयोगको महत्त्वलाई बुझाउँछ। कर्म गर्नु जीवनको अपरिहार्य सत्य हो, तर त्यो कर्म परमात्मालाई अर्पण गरेर गर्नुपर्दछ। यसले मानिसलाई बन्धनबाट मुक्त गर्छ भनेर बताइएको छ। यसका मुख्य सन्देशहरू रहेका छन्, कर्म नगरी बस्नु उचित होइन, कर्म गर्नुपर्छ तर फलको आसक्ति राख्नु हुँदैन, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य पालन गर्नै पर्छ, काम, क्रोध, लोभ, मोह जस्ता विकारहरू जुन मानिसहरूका शत्रुहरू हुन् यिनीहरूलाई जित्नु पर्दछ
र परमात्माप्रति समर्पित भएर आफू जेमा दक्ष छ त्यही सम्बन्धी काम गर्नु नै साँचो योगी हो भनेर यसरी कर्मयोग नामक अध्यायबाट श्रीकृष्ण भगवानले अर्जुन मार्फत सारा सम्पूर्ण जगतलाई बताउनु भएको छ। जय श्री कृष्ण।